हेलो गाइज, वेलकम टु माई अनदर ब्लग। आज चाहिँ हामी कहाँ जाँदैछौँ दाइ? हामी आज क्याम्पिङ जाँदैछौँ। अनि दाइ तपाईँलाई चाहिँ कस्तो लागिरहेछ? निर्मल दाइ चाहिँ पुरै सुतिरहनु भएको छ। अनि यहाँ दिदीहरू हुनुहुन्छ, सलमा दी, हेलो दी। अनि मेरो बुढा चाहिँ यहाँ पुरै रो पल्टेर गाडी कुदाउँछ। गुर्जी साहब चाहिँ यहाँनिर गाडी कुदाउँदै हुनुहुन्छ। अनि यहाँ हामी चाहिँ अब इन्जोय गर्दैछौँ है हेमन दाइ। अब गएपछि तपाईँलाई बाइ द वे म चाहिँ अलिकति ढिला भएँ। अब चर्च गएर आउँदा काम गएर आउँदा ढिला भएँ। तर केही छैन, तपाईँलाई पर्खेर भए पनि आज हामी जान सफलता भयो। ल हामी चाहिँ यहाँ टेन्ट बनाइसकेछौँ। यता हाम्रो गाइजहरू हुँदै हुन्छ। गाइजहरू के छ? ठिक छ। ल यहाँ त अनि खतरा छ त। अनएक्सपेक्टेड आज यता हामी निर्मल दाइले आगो बाल्दै हुनुहुन्छ। अनि यता चाहिँ पोखरी छ, लेक छ, फुल मुन पनि छ। मासु पाकेन साउनी? ल ठिक छ ठिक छ। के छ दाइ अनि? ठिक छ। ल खतरा रमाइलो पोखराको लेक साइडमा हो। पोखराको लेक साइड पानीमा बसिरहेको जस्तो फिल भइरहेको छ। ठिक छ। के छ दिदी? हजुर ठिक छ नि? ठिक छ। म नि आराम गर्छु। बुढाबुढी मस्त हो? बुढाबुढी मस्त। ल यहाँ चाहिँ हाम्रो के पाक्दैछ हो? ल्याम्ब स्टेक र हाम्रो यहाँ आलु रे मकै। दाइ सेफ दाइ ठिक छ नि? ल ए दाइ फेरि त्यस्तो गरिदिनुहोस् नि यहाँ क्यामेरामा। ओ यो हो नि त तरिका। अब चाहिँ के हो, के खाँदै हो गाउँले? हो मकै, ब्रोकाउली, ब्रोकाउली, मकै। तिमी चाहिँ जे पनि के साह्रो खाएको हौ? अनि यहाँ चाहिँ मुन पनि छ। अनि यहाँ हाम्रो पाक्दैछ, यहाँ पनि हुँदैछ ब्रोकाउली दिदीको हातमा। पोर्क ओके। तपाईँले बनाएको नमिठो भन्ने कुरा हुन्छ? ओके। मकै खाइदिनु पर्यो। अनि आज चाहिँ अब भ्लगमा साथ चाहिँ मैले दिइरहेको छु। उहाँ चाहिँ खाँदै हुनुहुन्छ अनि मिठो मिठो हुँदैछ। यतिको मिठो त मकै कहिले खाएकै छैन त। दुध मकै भन्छ क्या यसलाई कहिले। अनि आज फुल मुन डे रहेछ यहाँनिर। यसो चन्द्रमा पनि हामी देख्न सक्छौँ। र यो चाहिँ अलिकति सिनेरिक छ यहाँनिर। हामी आज जुन ठाउँमा आएका छौँ, सिलासलाई धेरै धेरै धन्यवाद, एलिजालाई धन्यवाद। तपाईँहरूलाई झन् धेरै धन्यवाद, हामीसँग सहभागी भइकन यस्तो धेरै रमाइलो गर्न पायौँ। अदरवाइज त्यो मकै पनि खानु पाउँदैन थिएँ, ब्रोकाउली पनि खानु पाउँदैन थिएँ, पोर्क पनि, अनि ल्याम्प पनि, अनि त्यतिकै भात मात्र खान्थ्यो। यसमा नुन खोर्सानी हालेर आज अनि पछाडि यो के हो, त्यो कपालमा फुल देखे जस्तो लागेको थियो। राई त नेवारी जस्तो देखेछ, के हो यस्तो? नेवार त मन पर्छ, नेवारले लगेन यार, सिधा म घरले लगा। नुन म ल्याइदिन्छु। नहाल्ने हो नुन हालेर नि ठिक छ, खाएर त पहिला नुन हाल्नुपर्छ। यो नुन होइन? होइन त्यो त उयो हो दाइ, चिनी। त्यही हालेँ मैले। ए लामो नबोल्नु भनेको। ल खानु त यो मासु। के को मासु खाने होला अब चाहिँ? यो चाहिँ अब चाहिँ पोर्क हो दाइ।
चाहिँ पोर्क कस्तो लागिरहेछ त यम्मी दाइ यम्मी इट्स सो गुड मेरा यी दाँतहरू थाकिसके खाँदा खाँदा खानु नयन दुखे तिमीलाई मिठो छ पोर्क ल यो चाहिँ पोर्क पोर्कमा अलिअलि नुन पनि यस्तो यस्तो हो नुन पनि यस्तो यस्तो सार्फेको तरिकाले हाल्नुपर्छ नि त नुन कुइनाबाट कुइनाबाट त पसिना झर्छ यहाँ कुइना भने यस्तो हो नि ल सिटी लाग्यो त हौ दाइ सानो ग्यास बनाइदिनु न बुढी हात पोल्छ बनाइदिनु सानो दाइ प्लिज आहा डह्रो भयो त नि कति खानु यार दाइ के छ हामीले चाहिँ यहाँ बिचमा आगो बालेर मासु पोल्दैछौँ यहाँ निर्मल दाइ यता दिदी हुनुहुन्छ यता दाइ यता मिठो छ बुढा ल ठिक छ हामी चाहिँ यता बसिरहेको छौँ मेरो बुढाले चाहिँ मलाई खाना हालिदिनु भयो तातो त्यही त म हालिदिन्छु नि भन्नु न कति यहाँनिर खाना लगाइदिनुहुन्छ मेरो बुढाले चाहिँ खाना राखिदिँदै हुनुहुन्छ अनि दाइले चाहिँ यहाँनिर दाइको प्लेट थाप्दै हुनुहुन्छ दाइले चाहिँ त्यसमा किरा आउँछ त्यो यसमा नर अनि त्यसपछि यहाँ अब दिदीलाई चाहिँ पहिला कति खाने दाइले सोध्यो अब चाहिँ हामीले यहाँनिर खसीको मासु खानालाई यहाँनिर झोल मात्र सानो थोरै ल मैले चाहिँ थापी पनि सकेको छु पुरै यहाँ आजको साउले चाहिँ फेरि यहाँनिर पुरै गर्दै हुनुहुन्छ हाल्दै ल्याउनुहुन्छ खसीको मासु खाइयो है अब अहिले चाहिँ हामी रातको 12 बजिसकेको छ अनि मुन पनि मजाले लागिरहेछ अनि हाम्रो गाडी चाहिँ यहाँ छ त्यसपछि हाम्रो ट्रेन यहाँ दिदीहरू चाहिँ यहाँ सुतिरहनु भएको छ अनि म चाहिँ जाँदैछु अब ट्रेनमा सुत्नको लागि सबजना सुतिसक्नु भएछ त अनि अहिले चाहिँ हामी कारको दाममा आइसकेर पनि यहीँ सुतिरहेको थियौँ त्यही भएर चाहिँ अहिलेको बिहानको भ्यू चाहिँ यहाँबाट यस्तो देखिँदो रहेछ अनि यहाँ सबै वरिपरि चाहिँ लेक अनि यहाँ माथिबाट चाहिँ सनराइज हुँदो रहेछ अनि यताको साइड अनि यस्तो ट्रेनहरू चाहिँ यस्तरी सबै ट्रेनहरूमा बस्नुहुँदो रहेछ तपाईँलाई भनिसकेँ म कारको डाममा आइसकेको छु अनि यहाँनिर चाहिँ हाम्रो दाइले बिहान बिहान उठेर चाहिँ पानी तताउँदै हुनुहुन्छ के तताउनु भएको पानी तताउनु भएको दाइ म पानी तताउँदैछु चिया खाने हैन त चिया खाने अब अनि यहाँ चाहिँ दाइले चेयर सियर सेट गरिसक्नु भएको छ हाम्रो गाडी चाहिँ यहाँ छ भने हाम्रो ट्रेन चाहिँ यहाँनिर रहेको छ त्यसपछि यहाँबाट भ्यू चाहिँ यस्तो राम्रो देखिन्छ सट्ट यहाँ माथिबाट सनराइज हुन्छ अनि त्यसपछि टक अहिले चाहिँ हामी दाइ र म मात्रै उठेर चाहिँ यहाँ बसिरहेको थियौँ अनि दिदीहरू चाहिँ स्टिल सुति नै रहनु भएको छ जस्तो छ अनि यहाँ चाहिँ फेरि सिलास र निर्मललाई चाहिँ स्टिल सुति नै रहनु भएको छ यहाँ चाहिँ दिदी हो अनि मेरो दिदी चाहिँ यहाँ सुतिरहनु भएको छ हेलो हेलो मर्निङ हो पुन्टुहरू उठो उठो निर्मल त फेरि मस्त डिप निन्द्रामा फेरि हिजो सुँगुरको लिएर दिने मान्छे चाहिँ उहाँ नै है गाइज ल हामी चाहिँ यहाँ उठेर बसिरहेछौँ तातो पानी खाँदै अनि हामी चाहिँ ठ्याक्कै यो लेककै साइडमा हाम्रो टेन्ट छ यस्तो दामी अनि दाइले हामीलाई चिया बनाउँदै हुनुहुन्छ डली चाइवाला के छ दिदी कस्तो भयो सुताइ
सुत्नुभयो नि ल ठिक छ यहाँ चाहिँ यस्तो बाहिर जाने फिसिङ गर्ने बोटहरू लाने ठाउँहरू रहेछ ड्याम जस्तो यस्तो छ लेक चाहिँ यस्तो छ उतापट्टि वाइन मिलहरू पनि छ अनि यो लेकको यो अर्को साइडबाट क्याम्पिङ एरियाहरू चाहिँ यस्तो देख्छ टन्नै छ उतासम्म फिसिङ गर्दैछ बच्चाहरू दामी छ ल चिया चाहिँ पाकिसक्यो है गाइजहरू चिया खाइ पनि सक्छौँ है चिया खाँदै यहाँनिर प्याज पोल्दै हुनुहुन्छ साथीहरूले अब अहिले चाहिँ हामी उठेर पनि खाजाहरू खाँदैछौँ अनि यहाँ दिदी चाहिँ बसिरहनु भएको छ अनि त्यसपछि दाइले चाहिँ यहाँनिर हटडगको लागि के हो प्याज रेडी गर्नु अलिकति माथि गर न प्याज रेडी गर्नुभएको रहेछ अनि म चाहिँ यहाँ छु अनि हाम्रो फ्यामिली चाहिँ यहाँ बस्नु भएको छ अनि अहिले चाहिँ घाम पनि लागिसक्यो सबै पुरै बिहानबाट चाहिँ यहाँनिर राम्रो भ्यू देख्दो रहेछ हाम्रो गाडीहरू सबै वरिपरि चाहिँ टेन छ अनि त्यसपछि हामी चाहिँ यो साइडतिर बसेको छौँ अनि यो साइडबाट राम्रो देख्दो रहेछ अनि हाम्रो चाहिँ यहाँ छ हाम्रो ब्रेड पनि रेडी भइसक्यो म चाहिँ खानु पनि स्टार्ट गरिसकेँ दाइले चाहिँ फेरि पनि चिया खाम भनेर बनाउँदै हुन्छ अनि यहाँ दिदीले पनि खाँदै हुनुहुन्छ अहिले चाहिँ हामी खाजा अब खाइसक्यौँ अब हामी चाहिँ बाहिरतिर निस्किने सल्लाह गर्दैछौँ सबैजना बसेर दुईवटा चाहिँ खाँदै हुनुहुन्छ कस्तो भइरहेछ मन त हो नि त दाइ ल चिया खाइसक्यो तिमीले ए ल घाम चाहिँ लाग्ने रहेछ चिया पिउँदैछौँ हामी ल उता बच्चाहरू काहीँ गर्दैछ यता चाहिँ अनि कुदाउँदैछ यहाँनिर चाहिँ यिनीहरूले यस्तो दामी खेलिरहेछ खाना त मस्त खाइयो तर यहाँ भाँडा माझ्नेलाई चाहिँ गाह्रो भइरहेछ यहाँ बुढी रो भएर भाँडा माझ्दैछौँ यस्तो दामी ठाउँ अहिले चाहिँ हामी यसमा कटर ड्याममा आइसकेको छौँ आउँदै गर्दा चाहिँ घरतिर आइपुग्न लाग्यो अनि कस्तो भयो तपाईँको यात्रा म त सुत्दैछु रमाइलो भयो अलिक थाक्या जस्तो भयो जस्तो टाढो भयो गाडीमा बस्दा धेरै घाम आएर तपाईँको मेरो गाडी राखेको ठाउँमा पानी पर्न
घन्टा जस्तो यो पार्किङमा हिँड्नु सामान सबै मेरो गाडीमा हाल्छु हामी अब यहाँनिर गङ्गालिन आइसक्यौँ अनि गाडी फोहोर भएकोले गर्दाखेरि सबैजना दमादम धुन थाल्नु भएको छ अनि चम्काउन थालेको छ यहाँ सुरजले दाइले यहाँनिर पानी थाप्दै के गरे होला सबजना पुरै राम्रो गर्दै हुनुहुन्छ किनभने यो चाहिँ आज हामीले भाडाको गाडी लिएको थियौँ अनि धेरै फोहोर भयो त्यसपछि चाहिँ यता दाइले यता सिला